अन्तत दर्शकबिनहरू के हुँदैछ त कान्छी सिरियलमा गएको कान्छीबाग 260मा भने के भयो त र अब आउने कान्छीबाग 261मा भने के होला त दर्शकबिनहरू यतापट्टि सागर र कान्छीको बिचमा झगडा परिसकेको छ। किनभने यता शैलनाले सागरलाई मेसेज गरेकी छिन् र भेट्न बोलाएकी छिन्, तर सागरले म चाहिँ तिमीलाई भेट्न आउन मिल्दैन किनभने मेरो श्रीमतीलाई थाहा भयो भने हाम्रो सम्बन्ध राम्रो हुँदैन, त्यही भएर चाहिँ म भेट्न आउन मिल्दैन भनेर सागरले भनेका छन्। तर यता शैलनाले चाहिँ मैले चाहिँ तिमीलाई मेरो मामाले तिमीलाई हान्दाफेरिमा चाहिँ हानेको गोली चाहिँ मैले आफूले थापेर मैले तिमीलाई बचाएँ, तर तिमीले चाहिँ आफ्नो श्रीमती आइसकेपछि तिमीले चाहिँ आफ्नो श्रीमतीको पछि लागेर गयौ, तर मेरो चाहिँ मतलब गरेनौ भनेर सागरलाई शैलनाले भनेकी छिन्। तर यता सागरले होइन म त्यस्तै अवस्थामा थिएँ, श्रीमती आइसकेपछि म गएँ भनेर भनेका थिए। र दर्शकबिनहरू यतापट्टि ठुले पनि अब सहर जाने भएको छ, सहरमा गएर चाहिँ अब मैले अर्कै राम्रो एउटा केटी खोजेर बिहे गर्नुपर्छ, मैले पैसा कमाउनु पर्छ, तपाईँहरूलाई पनि हेर्नुपर्छ भनेर ठुलेले भनेको छ। र तपाईँहरूको लागि हेर्ने चाहिँ घरमा भाइ कान्छो छ भनेर उसले भनेको छ। ऊ चाहिँ पहिला होटेलमा खाना जाँदाफेरिमा चाहिँ देखेको केटीलाई चाहिँ भेट्नको लागि गएको थियो र त्यति बेला त्यहाँ चाहिँ पछाडिबाट हेर्दा रिते थिए। रिते देखिसकेपछि ऊ चाहिँ त्यहाँ नाटक गरेर भागेको थियो र पछि त्यही खाना जाने क्रममा देखेको केटीलाई फेरि बाटोमा भारी बोकी रहेको अवस्थामा देख्छ ठुलेले र देखेर सोधिसकेपछि तपाईँको आफ्नो श्रीमानसँग सम्बन्ध कस्तो छ भन्दा राम्रो छ भनिसकेपछि ऊ निराश भएर फर्किन्छ दर्शकबिनहरू। र अब भने चाहिँ यतापट्टि सागरले आफ्नो भाइलाई चाहिँ गर्लफ्रेन्ड भेट्न जान दिइरहेका छैनन् किनभने जब सागरलाई पहिला प्रियाले एकदमै धेरै दुःख दिइरहेकी थिए, त्यो दुःख देखेर नै सागरले चाहिँ अहिले भेट्न जान दिइरहेका छैनन् यता आफ्नो भाइ सन्तोषलाई चाहिँ गर्लफ्रेन्ड भेट्नको लागि। र अब सन्तोष पनि नजाने भएको छ। र दर्शकबिनहरू यतापट्टि सागर र कान्छीको बिचमा नराम्रो भएको छ। जब शैलनाको मेसेज आएको थियो सागरले कान्छीलाई ढाँटेका थिए एनसिएलको मेसेज आएको हो भनेर, एनसिएलले बार एउटै मेसेज गरेको देखेर दिक्क लाएर चाहिँ म निराश भएको हो भनेर सागरले भनेका थिए। तर त्यहाँ चाहिँ शैलनाको मेसेज आएको हो भनेर कान्छीलाई भनेका थिएनन् र कान्छीलाई त्यो कुरा थाहा भएको भए कान्छीलाई नराम्रो लाग्थ्यो, रिस उठ्थ्यो शैलनादेखि। र अहिले चाहिँ खाना खाने क्रममा पनि सागर र कान्छी एक आपसमा बोल्दैनन् र उनीहरू त्यहाँ खाना खाँदाफेरिमा पनि चुप लाएर बसिरहेका हुन्छन्। कान्छीले खाना लगाएर राखिदिन्छन् र त्यहाँ सागरले राम्रोसँग खाना पनि खाएका हुँदैनन्। र पछि सागर र कान्छी सुत्न जाने क्रममा सुत्दाफेरिमा पनि उनीहरू एकअर्कामा चाहिँ दुईपट्टि फर्केर सुतिरहेका हुन्छन् र त्यहाँ दुईपट्टि फर्केर सुतिसकेपछि कान्छीले पक्कै पनि यहाँ केही न केही भएको छ, नत्र यस्तो गर्ने मान्छे होइन भनेर सोचिरहेकी थिइन्। हुन पनि हो दर्शकबिनहरू सागर सरलाई केही नभइकन सागर सर चाहिँ कान्छीलाई चाहिँ त्यस्तो व्यवहार गर्थेनन् नै, त्यही भएर चाहिँ सागर र कान्छी चाहिँ एकअर्कामा दुईपट्टि फर्केर सुतिसकेपछि पछि सागर निदाइसकेपछि त्यहाँ कान्छीले चाहिँ सागरको मोबाइल हेर्दा शैलनाको मेसेज देख्छिन् र शैलनालाई चाहिँ शैलनाको मेसेजमा चाहिँ धेरै कुरा देखिसकेपछि कान्छी चाहिँ टोलाउँछिन् किनभने सागरलाई शैलनाले फोन गर भनेका थिए। सागरले चाहिँ एकान्तमा गएर फोन गरेका थिए। फोन गर्दाफेरिमा चाहिँ सागर मेरो चाहिँ तिमी बाहेक कोही पनि छैन, मलाई चाहिँ मामाले पनि राम्रो गर्दैनन् र मामाले मलाई कति बेला के गर्छन् थाहा छैन, त्यही भएर तिमी चाहिँ मलाई भेट्नको लागि जसरी भए पनि आऊ, नत्र भने चाहिँ म मर्दिन्छु, मेरो बाँच्ने आधार भनेकै तिमी हो, तिमी बाहेक अरू कोही पनि छैन भनेर चाहिँ यता शैलनाले सागरलाई भनिरहेकी थिइन्। र भनिसकेपछि सागरले चाहिँ चुप लाएर बसेका थिए, केही बोल्न सकिरहेका थिएनन् र पछि अन्तिममा हुन्छ भनेका थिए। र त्यो सबै मेसेज कलहरू चाहिँ यता कान्छीले थाहा पाइसकेकी छिन्। र अब सागर र कान्छीको बिचमा के होला त दर्शकबिनहरू, तपाईँहरू चाहिँ कान्छी सिरियल नियमित रूपमा हेर्दै आउनुभएको छ भने कहाँदेखि हेर्दै आउनुभएको छ र तपाईँहरूलाई सागर र कान्छीको जोडी एकदमै धेरै मनपर्छ भने सागर र कान्छीको जोडी चाहिँ एकदमै धेरै मनपर्छ र उनीहरूको सम्बन्धको बिचमा अब शैलना आउनु हुँदैन र शैलनालाई चाहिँ उनीहरूले जसरी भए पनि पाखा लगाउनै पर्छ, उनीहरूको सम्बन्धको बिचमा आउन दिन हुँदैन भनेर कमेन्ट गरिदिनु होला। र दर्शकबिनहरू अब भने कान्छी सिरियलमा के होला त, अब सागरलाई कान्छीले के गर्लिन् त यो भने हेर्न बाँकी नै छ। र त्यतिन्जेलसम्मका लागि भने हामीहरूलाई यस भिडियोबाट बिदा दिनुहोस्। नमस्कार।